घाटेको परिश्रम त्यसै कति खाइदिनु हजुर जम्मै डोको दिने रे बुढो मलाई बुनेर चामलको जम्मै डोको दिने कति बोरा भइसक्यो चामल दिएको मैले कति बोरा भयो चामल दिएको मैले जम्मा जसरी अनि तँलाई घाटा नपरेको देउला नि गर्नु भएको छ त कति बोरा भइसक्यो यसले 5 बोरा 5 बोरा भयो अहिले 1 बोरा मैले दिएको छु भन्थे ए 1 बोरा तैँले फेरि अरे 3 बोरा त ऋण लाग्यो यो कुनैको पनि दिनु पर्दैन बुढो मान्छे यो कुनैको पनि दिनु पर्दैन कुनैको केही दिनु पर्दैन क्या मलाई पर्सेन्ट 1 बोरा यो चामलको पनि दिनु पर्दैन नुनको पनि दिनु पर्दैन गाडीको तिर्पाल पनि खोलेर दिएछु त मैले बुढो खाली तिर्पाल चाहियो भन्नुहुन्छ तिर्पाल एउटा पुऱ्याइदिएको निकालेर गाडीको बा अब हातले खर काट्नु पक्रिनु नहुनु छोड खर काट्नु पक्रिनु हुँदैन खर पक्रिँदैन ए हाम्रो यहाँ खुकुरले काटेर बिग्रियो हात हाम्रो गाउँमा थुप्रै नेताजी छ त नेताजीले पनि यसो माग्नु न कहिलेकाहीँ के नेताजीहरू ठुल्ठुलो नेता छ त हाम्रो ए हरिलाई बोलाउँदैन बोल्यो भने झर्क लाग्छ भन्छ लक्ष्मण आउनु छोडिहाल्यो के भयो साथी लक्ष्मण र बिमलाम्पाको कुराहरू यिनीहरू त मिलिरहेको छ अरे भने सुनेको खै थाहा छैन मलाई बिमलाम्पालाई भेट्दैन बिमलाम्पा गाउँ यो कति बोरा भएको छ यो कुनैको पनि दिनु पर्दैन मलाई बुढो भोलि पछि बात मार्छु म आइन्जेलसम्म मैले दिएँ फेरिमा लैजा न दोको बुनिदिन्छु तँलाई बेच्नु भइहाल्छ ए पर्दैन सिबी बिक्छ अरे लेखमा कतिको बिक्छ सिबी आगोन सिबी लाउनु पर्यो भन्छ माथि बारीमा कहाँ माथि बारीमा पर्दैन के को सिबी लाउनु पर्दैन बुढो व्यापार लानुहुन्छ नि त तँलाई मलाई व्यापार चाहिँदैन तपाईँलाई भयो भइगयो अब 8 भाइको एउटा भाइ दाजुहरू सबै अब त्यस्तै छन् ठिकै छ अब हुन त मलाई जसलाई गुण गरे त्यसैले हान्ने बानी छ अङ्कल कसले तँलाई मैले धेरैलाई गुण लाछु तर त्यसैले खान्छ मरे लास्टमा मलाई हो मान्छे त्यसै त गर्छ त घर नहुनेलाई घर बनाइदे जग्गा नहुनेहरूलाई जग्गा दे अहिले घर बनाइदिएले पनि त्यसै गर्न थाल्यो ए त्यसै गर्छ सबले मलाई हान्ने मात्रै हो अनि मेघराज पनि मिल्नु छोड्यो त ए मेघराज खोइ कतातिर के गर्छ नि थाहै छैन ए त्यो भान्डो तैँले गरेको नि घर बनाइदिएर एसएलसीसम्म पढेर अब आफै गरी खाने भयो यसो हुन्छ धर्मशास्त्र जान्ने मान्छेसँग मात्रै हुन्छ नजान्नेसँग जाने पनि धर्मशास्त्रको कुराहरू नमान्नेसँग हुँदैन क्या अब ख्याल गर्नु अब तपाईँलाई पनि सेवा गर्नु पर्यो भनेको कुन दिन तपाईँले नि मलाई हान्नुहुन्छ होला फेरि म त त्यसै गर्छु हरि मसँग आफूभन्दा सानो मान्छेसँग बोल्नु झर्को लाग्छ भने त्यसलाई बोलाउँदैन नि त बोल्दा चाहियो नि त बोल्छ रेला गर्दैन रेला गर्छ हारिहाल्छ हो र ल बुढो मान्छे खानु चामल सकियो भने फेरि मलाई माग्नु म चामल ल्याइदिन्छु ल ल अब भोकले त मर्नु भएन नि मान्छे भोकले त मर्दिनँ तर यहाँ क्या मोबाइल कस्तो हो यो त्यो उको बिग्रेको होइन बिग्रे छैन अनि यहाँ टेक्दियो भने लाउने एकचोटि फोटो खिच्नु काका भति लाउने मान्छेको तपाईँ जस्तै मान्छेको त खिच्ने हो त नि मान्छे सबै हेर्छौँ खिच्छ ल के भन्नुहुन्छ हाम्रो दर्शकहरूलाई तपाईँको फोटो हेर्छ अब अरूले रबिन ठिक छ भन्नुहुन्छ कि बेठीको छ भन्नुहुन्छ कसलाई अरूलाई अरू हेर्ने मान्छेलाई अरूलाई त ठिक छ भनिदिन्छु नि हो र म ठिक छु कि बेठिक छु त बाबै ठिकै छ ठिकै छु भनेपछि म नि बेठिक रहेछु तपाईँको नजर होइन ठिकै भने ठिक बेठिक भने बेठिक भने हो र तर मान्छेको चलन त्यस्तो रहेछ ठिक भन्यो भने बेठिक भने भन्दा थाहा रहेछ अहिले हो र हो कहिलेदेखि त्यस्तो भएको खै भर्खर कुरा बुझ्दैछु मान्छेले ठिक भन्यो भने त बेठिक भने होला ठिक भन्दो रहेछ हो र ल यो त तपाईँको अब दाइले पनि हेर्छ भाइले पनि हेर्छ ठिकलाई ठिक बेठिकलाई बेठिक हुन्छ मेरो चाहिँ हो र हो ल यसो भिडियो बनाएको काका भतिजाको यसो फोटो खिचेको कि
यसो भिडियो छ्यास हाल्छु तपाईँको फोटो हेर्छ क्या अरू सबैले अब मेरो अङ्कल तपाईँ अब म भतिज होइन तेरो अङ्कल भन्ने सुहाउने छैन त म त किन सुहाउने सुहाउनुपर्छ मान्छेले तपाईँ लुगा यस्तो छ केही फोरी फोरी भएर के छ त यस्तै हो फोरी भए पनि सुगरी भए पनि यस्तै हो अब हामीले पाएको यस्तै हो हामीसँग धेरै छैन गरिबको छोराछोरी यस्तै हुन्छ होइन को छ र धनी यहाँ म पनि त धनी होइन मसँग धेरै भएर मैले अरूलाई बाँडेको त बसिहाल्छु नि घरैमा हँ धनीवादी घरमा बसिहाल्छु धनी भए म घरमा बस्दै हेर्नु त आफै दुःख गर्छु गाडी चलाउँछु हिँड्छु 2 पैसा कमाउ कि भनेर यो त राम्रो नि तर वर्षको एक्लै नहिँड्नु गाडीमा हुन्छ मेरो प्यासेन्जरहरू हुन्छ तर प्रार्थना गर्दै हिँड्नुपर्छ मान्छेहरू हुन्छ टेन्सनै छैन नि ल एक्लै चाहिँ राति जङ्गलको बाटो हिँड्नु अलि अप्ठ्यारो पर्छ त्यो कथा सुनेको थिएन सर तैँले ड्राइभर एक्लै रहेछ अरे तडक लगाएको यो धरान पुतली बजा जङ्गलमा होइन राति किचकटले भेट्टा छ र बाटो जम्मै जङ्गलको बाटो रोटो रोट देखाइदियो रोडमा लगेको लाँदा लाँदा जङ्गलमा लगेर उसैको च्यारमाथि पुर्याएको छ रे त्यहाँदेखि ड्राइभर ती मऱ्यो गाडी उसको च्यारमाथि पुर्याइदिएछ अरे मलाई त्यस्तो पुर्याउन सक्दैन म अलिक मोटो घाटो हट्टाकट्टा छु प्रार्थना गर्नु मलाई त्यसरी पुर्याउन सक्दैन म त्यस्तै मलाई भुत्त तलै हाल्छु नि बाटो त्यसो र यसलाई ल अनि एउटा आगो बोक्नै पर्छ पर्दैन पार्ने त्यो चाहिँ यो धाड गरेर पनि जाने छ एउटा कुरा सुन्नु न काका छोरा भतिजा सबैभन्दा बढी माया कसको लाग्छ भन्नु त नडाटिकन भन्नु त नडाटिकन माया त सबैको प्रेम बराबरै हो धर्म बराबरै हो तर रिस चाहिँ तिमीहरूको अलिक घटी बढी हुन्छ हो र कसको रिस बढी छ कसको रिस बढी छ त लेखेर हाल्नु रिस बढी छ नि 1-2वटाको के भन्नु नभन्नु भन्नु न आशामा मलाई केही गरेको छैन सबैभन्दा अहिलेसँग त कहिले काहीँ डाँडै काटिहाल्छ त्यसरी नगर भन्ने कुरा मेरो सबैभन्दा छोरा भतिजामा अलिकति अलि फटामै होला होइन अलि फटा होला हो ल सक्यो होइन अब सक्यो होइन सक्या छैन आमैलाई पनि दिइहाल्थ्यो त